हाम्रो नेपालको पहाडी भेगमा पाइने जाँतो भन्दा अलिकति फरक किसिमको पाइयो यो तराईतिर पाउने जाँतो। तपाईँ देख्न सक्नुहुन्छ उहाँले दाल पिस्दै हुनुहुन्छ। के को दाल हो यो? अरहर? हजुर कुन दाल हो यो? बाँक्रा। अच्छा बाख्राको दाल पिस्दै हुनुहुन्छ उहाँले। बाख्राको दाल पिस्दै हुनुहुन्छ। अच्छा त्यो उसमा हुन्छ नि होइन मटर जस्तो हुन्छ नि। बकुल्ला बकुल्ला हो नि बकुल्ला। चुचुचु हुन्छ नि यस्तो होइन चुचुचु हुन्छ क्या बकुल्ला बकुल्ला खुल्ला खुल्ला नकिन बकुल्ला भन्ने यही हो। बकुल्ला दाल पिस्दै हुनुहुन्छ। कस्तो लाग्छ तपाईँहरूलाई?